दर्शकबिन तपाईको पनि 2026 मा इलेक्सनमा नाम आएको छ कि छैन कसरी चेक गर्ने त भर्खरै नयाँ लिस्ट फाइनल लिस्ट प्रकाशित भएको छ र म तपाईलाई म कम्प्युटरको स्क्रिनमा देखाउने छु तपाईको नाम आएको छ कि छैन र कसरी नाम सर्च गर्ने यो भिडियोलाई सम्पूर्णमा सेयर गरिदिनु होला र तपाईको नाम भोटर लिस्टमा खोज्नमा सहयोग हुनेछ। दर्शकबिन तपाईको नाम भोटर लिस्टमा यो पालिको आएको छ कि डिलिट भएको छ त्यसको लागि चेक गर्नको लागि कुनै पनि ब्राउजरमा जानुस्। म यो आसामको चेक गर्दैछु। त्यसको लागि सिइओ आसाम सर्च गर्नुस्। यहाँ फर्स्टमै वेबसाइट एउटा आउँछ यो देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुस्। क्लिक गरेको बादमा यस्तो खालको एउटा गभर्नमेन्टको अफिसियल वेबसाइट आउँछ। यसमा यहाँ तपाईँ क्लिक गर्नुस्। पिडिएफमा क्लिक गर्नुस्। पिडिएफमा क्लिक गरेपछि यहाँ तपाईँलाई देख्नुहुन्छ फाइनल पिडिएफ इलेक्ट्रोल रोल 2026 भनेर आउँछ। यसमा क्लिक गर्नुस्। क्लिक गरेको बादमा तपाईलाई यहाँ स्टेट सिलेक्ट गर्न आउँछ। यो डिफल्ट आसाम सिलेक्ट भइरहेछ। म आसामको सर्च गर्दैछु अनि 2026 र अनि फाइनल रोल भनेर आउँछ डिफल्ट। अनि यहाँ तपाईँले आफ्नो डिस्ट्रिक्ट सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले ओदालगुडीको सर्च गर्दैछु। ओदालगुडीको सर्च गरेँ अनि एसेम्ब्ली सर्च गर्नुपर्ने हुनेछ। कुन चाहिँ छ एसेम्ब्ली तपाईँको? मेरो ओदालगुडी हो। म सर्च गर्दैछु अनि त्यहाँबाट यहाँ ल्याङ्ग्वेज सिलेक्ट गर्न छ। एसामिस राख्नुहोस्। राखेर यहाँ डाउनलोड गर्ने अप्सन आउँछ अनि तपाईँको यहाँनिर लिस्ट आउँछ कि तपाईँको कुन चाहिँ सेन्टरमा कुन चाहिँ स्कुलमा तपाईँको भोटिङ सेन्टर हो। म यहाँ तपाईँलाई देखाउँदैछु। यहाँ म विष्णु राभा सिलेक्ट गर्दैछु। सिलेक्ट गरेको बादमा यहाँ क्याप्चा कोड जस्तो छ त्यस्तै क्याप्चा कोड हालेर क्याप्चा कोड हालेको बादमा डाउनलोड पिडिएफ भनेर तपाईँले गर्नु होला। यसरी डाउनलोड हुन्छ। डाउनलोड भएको बादमा यो पालि थुप्रैको भोटर लिस्टबाट नाम कट भएको छ। यहाँ तपाईँको यो सेन्टर देखाउँछ यसरी। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ आफ्नो आफ्नो एरियाको यहाँ डिलिटेड भनेर देखाएको हुन्छ। यसरी गरेर तपाईँको आफ्नो भोटर लिस्टमा नाम आएको छ कि छैन भनेर आरामसँगले सिलेक्ट गर्न सक्नुहुन्छ। र यो भिडियोलाई सेयर गर्नुहोला सम्पूर्णमा र सम्पूर्णको भोटर तालिकामा नाम आएको छ कि छैन उहाँहरूले पनि खोज्नमा सहयोग हुनेछ। थ्याङ्क यू।